आजको यस भिडियोमा हामी निमन्त्रणा पत्र कसरी लेख्ने भनेर जान्नेछौं। अब निमन्त्रणा पत्र लेख्दाखेरि के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा पहिला सुरुमा जानौं र त्यसपछि म तपाईलाई विवाहमा कसरी निमन्त्रणा पत्र लेख्ने सबै फर्मेटहरु सबै देखाउने छु। भिडियो अन्तिमसम्म हेर्नु होला र हतारमा हुनुहुन्छ भने भिडियोको स्पिड बढाएर पनि हेर्न सक्नुहुन्छ है त। ल अब निमन्त्रणा लेख्दाखेरि सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको तपाईले यहाँ शीर्षक जहिले पनि निमन्त्रणा पत्र भनेर लेख्ने। तपाईले विवाह हो जुनसुकै जहिले पनि निमन्त्रणा पत्र भनेर शीर्षक दिने है त। त्यसपछि प्रेषकको विवरण लेख्ने, जस्तै निमन्त्रणा दिने व्यक्तिको नाम, ठेगाना वा संस्थाको नाम उल्लेख गर्नुपर्छ। बुझ्नुभयो त हैन? निमन्त्रणा कसलाई दिने हो त? त्यो व्यक्तिको नाम, त्यसको ठेगाना अथवा कहिलेकाहीँ हामीले व्यक्तिलाई नभएर कुनै संस्थालाई दिन पर्ने हुन्छ। जस्तै तपाईले अब तपाईको स्कुलले तपाईले कुनै स्कुललाई दिदै हुनुहुन्छ भने नाम लेखेर त भएन, जस्तै त्यस संस्थाको नाम लेख्न पर्यो। जस्तै यदि तपाईले सरस्वती स्कुललाई दिदै हुनुहुन्छ भने श्री सरस्वती माध्यमिक विद्यालय भनेर लेख्न पर्यो। हो त्यसरी कहिलेकाहीँ संस्था पनि लेख्न पर्ने हुन सक्छ है त। त्यस्तै गरेर सम्बोधन। अब सम्बोधन चाहिँ सबैभन्दा छुटाउनै नहुने कुरा हो। बुझ्नुभयो त? सम्बोधन चाहिँ मजाले लेख्ने, जस्तै आदरपूर्वक निमन्त्रणा पत्र प्राप्त गर्ने व्यक्तिलाई सम्बोधन गर्नु। जस्तै आदरणीय नाम लेखेर लेख्नु, जस्तै अथवा यसरी पनि लेख्न सक्नुहुन्छ, आदरणीय यो भनेर लेख्न पनि सक्नुहुन्छ, अथवा श्री भनेर यसरी पनि लेख्न सक्नुहुन्छ। जुनसुकै तपाईले दुईटा मध्ये जुन राम्रो लाग्छ त्यही लेख्दा भइहाल्यो। त्यसपछि अर्को सबैभन्दा इम्पोर्टेन्ट भनेको निमन्त्रणाको कारण। अब कारण नै नभएर निमन्त्रणा पत्र त लेखिने कुरा भएन। हो के कारणले चाहिँ तपाईले निमन्त्रणा लेखिरहनु भएको छ? जस्तै अब कुनै विवाहको, व्रतबन्धको, कुनै फंक्सनको हो त्यो सबै कारण लेख्ने। जस्तै हेर्नुस् त निमन्त्रणा किन दिएको भन्ने कुरा स्पष्ट रूपमा लेख्नुपर्छ। नत्र निमन्त्रणा के गर्न जाने त्यही नै थाहा छैन भनेपछि त त्यो त अपुरो भयो। त्यसैले जस्तै उदाहरण लागि हेर्नुस् त हामी अब कुन कार्यक्रम घटना के हुँदैछ त हो यसरी यहाँ नाम लेख्ने, आयोजना गर्न गइरहेका छौं। यस विशेष अवसरमा तपाईलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं। यो एउटा सिर्फ फर्मेट हो, यही नै लेख्न पर्दैन। एक्जामको लागि तपाईलाई 4-5 नम्बर ल्याउनु पर्छ, 5-6 नम्बरमा आउन सक्छ यो क्वेशन। त्यसैले राम्रोसँग लेख्न पर्छ। यो सिर्फ फर्मेट हो है त। अब अर्को 5 नम्बर भनेको कार्यक्रमको विवरण। कार्यक्रमको मिति, समय, स्थान तथा अन्य आवश्यक जानकारीहरू उल्लेख गर्नुपर्छ। यदि मिति नै थाहा भएन भने कहिले जाने त, कहाँ भनेर के थाहा हुन्छ त? समय पनि हुनु पर्यो, कुन समयमा हो, त्यो पनि स्थान कहाँ जाने हो, यो तीनटा चाहिँ अनिवार्य नै हुनै पर्यो है त। नत्र यो मिति, समय र स्थान चाहिँ यो छुटाउनै भएन है त। 5 नम्बरमा तपाईले अहिलेसम्म मैले भनेका कुनै पनि छुटाउनु हुँदैन है त, 5 वटा। अब 6 नम्बरमा निवेदन अथवा निष्कर्ष के हो? जस्तै अब कार्यक्रममा उपस्थित हुनका लागि अनुरोध गर्ने, त्यस्तै सिम्पल। तपाईको उपस्थिति हाम्रो लागि सम्मानको विषय हुनेछ, यसरी उहाँलाई प्रोत्साहन गर्ने, उपस्थित भइदिनु हुन अनुरोध गर्ने। किनभने हामीले त आऊ नआऊ भन्ने त होइन, किनभने चाहिँ हामीले त उपस्थित हुनको लागि के गर्नुपर्छ? अनुरोध गर्नुपर्छ। हो यति गरे यो 6 वटा चाहिँ इम्पोर्टेन्ट कुरा भइहाल्यो। अब 7 नम्बरमा प्रेषकको नाम र हस्ताक्षर। अब पत्रको अन्त्यमा आफ्नो नाम, अब तपाईको नाम लेख्ने। बुझ्नुभयो? तपाईको नाम लेख्ने। यदि अब संस्थाबाट पठाउँदै हुनुहुन्छ भने पद लेख्ने अनि हस्ताक्षर लेख्ने है त। यति चाहिँ यो चाहिँ खासै इम्पोर्टेन्ट त छैन, तर 6 वटा चाहिँ छुट्टाउनै भएन है त तपाईले मार्क्स ल्याउनको लागि। अब हामी निमन्त्रणा पत्र कसरी लेख्ने भनेर जान्नेछौँ है त। ल अब निमन्त्रणा पत्र लेख्नको लागि तपाईले कपीमा जहिले पनि कपीमा यसरी बोर्डर बनाइहाल्नुस् है त। जहिले पनि कपीमा तपाईले एक्जाममा लेख्ने हो। यो रियल लाइफमा त अब अहिले प्रिन्टेड नै आइहाल्छ, त्यस्तो केही भएन। एक्जाममा लेखेर तपाईले फुलमा फुल मार्क्स अथवा धेरै नम्बर पाउनु छ भने यसरी के गर्नुस्? बोर्डर लाइन बनाउनुस् मजाले। पेन्सिलले टक्क 2-3 वटा टक्क यसरी 2-3 वटा लाइन तान्दिदा राम्रो हुन्छ। किनभने नेपाली टिचरले अझ नम्बर दिँदैनन्, गाह्रो हुन्छ है त। अब त्यस्तै गरेर यहाँ माथि हार्दिक निमन्त्रणा भनेर लेख्नु होला। हार्दिक निमन्त्रणा लेखिसकेपछि यसरी अन्डरलाइन एउटा अथवा दुईटा जतिवटा अन्डरलाइन तान्दा पनि भइहाल्छ है त। अब त्यसपछि अब हार्दिक निमन्त्रणा लेखिसकेपछि अब अर्को इम्पोर्टेन्ट हेर्नुस् त, आदरणीय भनेर लेख्नु होला। अब आदरणीय भनेपछि यहाँ के भनेर अघि नै इम्पोर्टेन्ट मैले भनिसकेँ। यहाँ चाहिँ के लेख्न पर्यो? उसको जो व्यक्तिलाई पठाउँदैछौँ हामीले निमन्त्रणा त्यसको नाम लेख्न पर्यो है त।
अनि फेरि यो लोगो पनि बनाइदिनु होला। यो लोगो त मेरो युट्युबको यसमा यो चाहिँ नबनाउनु होला है फेरि। ल ठिक छ, यो एउटा जोक थियो, त्यो लोगो नबनाउनु होला है त। ल अब त्यस्तै जस्तै अब उदाहरणका लागि मैले के लेखेँ, सुभाष राणा। अब तपाईँले यो फर्मेट कन्ट्रोल गर्नु होला, के चेन्ज गर्नुपर्छ अहिले म भनिदिइहाल्छु। जस्तै अब एउटा यो फर्मेट हुन्छ, यसरी लेख्ने, हाम्रो विद्यालयले वार्षिक उत्सव समारोह आयोजना गर्न गइरहेको छ। यस विशेष अवसरमा तपाईको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ। सिम्पल, केही छ त? तपाईले यो सबै जुनसुकै क्वेसन आओस् यहाँनिर चेन्ज गरिदिनु। अब विद्यालयले वार्षिक उत्सव समारोह आयोजना गरिरहेको छ। अब यहाँ जे पनि अभिभावक दिवस आयोजना गरिदिन सक्छ हो। यति यहाँ यो र यो चेन्ज गर्ने, अरु सबै फर्मेट के हुन्छ, सेम हुन्छ। एउटा यसरी लेखिन्छ। अब मिति त छुटाउनु नै भएन, समय स्थान र अब विद्यालयको नाम लेखिदिने हो, तपाईको स्थान अथवा जहाँ हुन्छ त्यही। तपाईको हेर्नुस् त, अब यहाँ हेर्नुस्, तपाईको उपस्थिति हाम्रो लागि सम्मानको विषय हुनेछ, कृपया समयमै उपस्थित भइदिनु होला। हो धन्यवाद। यो चाहिँ हामीले अघि जहाँ अगाडि हामीले निमन्त्रणा पत्र लेख्दाखेरि के कुरामा ध्यान दिनुपर्छ भनेर जुन इक्जाम्पलहरु हेर्दै थियौं नि, हो त्यही इक्जाम्पलहरुको युज गरेर एउटा निमन्त्रणा पत्र लेखेको। यो सिम्पल भइहाल्यो है त। तपाईले यो इक्जाममा खास गरी नलेख्दा नै बेस्ट हुन्छ, किनभने यो भन्दा राम्रो अब म तपाईलाई देखाउँछु है त। ल अब यसरी तपाईको अब पदको नाम लेखिदिने हो, यसरी यहाँ कोले लेखेको भनेर लेखिदिने हो, यो सिम्पल नै भइहाल्यो। अब फेरि त्यस्तै यसरी नै यसरी जहिले पनि निमन्त्रणा पत्र, कंग्रेचुलेसन, विज्ञापन, जेसुकै शुभकामना पत्र होस्, यसरी बोर्डर लाइन चाहिँ गरिहाल्नु पर्छ है त। त्यसरी यहाँ फेरि यो सेम फर्मेट भइहाल्यो। अब यसमा पनि सेम फर्मेट, यहाँ नाम लेख्ने हो। अब जस्तै मैले गणेश मान सिंह लेखिदिएँ। अब यो चाहिँ तपाईले मजाले लेखिदिनुस्, मजाले सेम टु सेम कण्ठ गर्दा भइहाल्यो। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका जिल्ला गुणस्तरीय शिक्षा प्रदान गर्ने यस विद्यालय, अब तपाईको विद्यालयको नाम लेख्ने, द्वारा 30औं वार्षिक उत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रम। अब यो सबै यो जे हुँदैछ टक्क यही नै गरेर टक्क यही सार दिँदा हुनुहुन्छ। तपाईले यहाँ चेन्ज गर्नु पर्यो, एउटा तपाईको स्कुलको नाम लेखिदिनु होला र कार्यक्रम वार्षिक उत्सव विविध सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम। अब यो कार्यक्रमको नाम लेख्नु होला, यहाँ चाहिँ कुन कार्यक्रम हुँदैछ तपाईले यति चेन्ज गर्नुभयो भने भइहाल्यो। जस्तै कहाँ चेन्ज गर्नु पर्यो, यहाँ चेन्ज गर्नु पर्यो, यहाँ चेन्ज गर्नु पर्यो र कुन कार्यक्रम हुँदैछ त्यो चेन्ज गरेपछि तपाईको भइहाल्यो। मिति त लेख्नै पर्यो, स्थान, समय र हामीले यहाँ तपाईको अब आफ्नो तर्फबाट लेख्दै हुनुहुन्छ भने तपाईको नाम लेख्ने र अहिले त हामीले अब हेर्नुस् त लाक्पा शेर्पा प्रधानाध्यापक तथा विद्यालय परिवार भनेर यसरी लेख्ने। तपाईले यहाँ इक्जाममा आफ्नो नाम लेखिदिँदा पनि भइहाल्छ है त। सिम्पल यति लेखेपछि भइहाल्छ। अब तपाईलाई म विभिन्न क्वेशनहरु र फर्मेट देखाउँछु, त्यति गरेपछि तपाईको निमन्त्रणा पत्र कसरी लेख्ने बुझिहाल्नुहुन्छ। हेर्नुस् त, एउटा क्वेशन के आएको थियो अघिल्लो वर्ष, आफ्नो विद्यालयको वार्षिक उत्सवमा विद्यालयका तर्फबाट अभिभावकलाई लेखिने निमन्त्रणा पत्र तयार पार्नुहोस्। हेर्नुस् त, अघि पनि मैले तपाईलाई देखाइसकेको थिएँ सबैभन्दा फर्स्टमा। अब यहाँ सेम टु भ्याल्यु 3 भनेर यसरी नाम लेखिदिनुस्, अनि टक यो फर्मेट भइहाल्यो। मजाले पढ्नु होला। हेर्नुस् त, स्थान, समय र मिति त छुटाउँदै नहुने, अथवा यसरी तपसिल भनेर लेख्दा बेस्ट नै भइहाल्यो। र यताको यो आफ्नो नाम लेखिदिनु होला इक्जाममा, केही पनि फरक पर्दैन। र यो कन्टेन्ट टक्क यही आफूले चेन्ज गर्ने हो। इक्जाममा अब क्वेशन कस्तो आउँछ त्यही हिसाबले टक्क लेखिदिने है त। ल अब यति गरेपछि अब जस्तो अब शुभ विवाहको तपाईलाई यहाँ फर्मेट देखाइसकेँ। अब शुभ विवाहमा पनि यसरी, शुभ विवाहमा अब राम्रो नम्बर ल्याउन चाहनुहुन्छ भने अलिकति कण्ठ गरेर जाने भनेको यो कार्यक्रमको यो सेम पहिलाको फर्मेट भइहाल्यो। अब यो मजाले कण्ठ गरेर जानु होला। शुभ विवाहको पनि आउन सक्छ कहिलेकाहीँ। शुभ विवाहको त केही गर्नु पर्दैन, यो सेम टु सेम कण्ठै गरेर गइदिँदा हुन्छ। तपाई यदि लेख्न सक्नुहुन्न, आफै मिलाएर लेख्न सक्नुहुन्न भने टक्क कण्ठ गरेर गइदिनुस्, ढुक्कले नम्बर आएछ है त। सेम टु सेम यसो भनेर है त। त्यस्तै गरेर अब अर्को छ हार्दिक निमन्त्रणा भनेर है त। अब यसरी यहाँ अब टक्क अब यो आफै पढ्नु होला हैन, यसरी तपाईले मजाले लेख्न सक्नुहुन्छ है त। अब हार्दिक निमन्त्रणा। अब अर्को फर्मेट यस्तो छ हो कि होइन? अब अर्को फर्मेट यस्तो छ हो। अब अर्को फर्मेट यो मजाले आफै लेख्ने हो के। जस्तो हेर्नु त, उपरोक्त सम्बन्धमा ढुम्रे सांस्कृतिक युवा परिवारद्वारा शुभ दीपावलीको पावन अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको देउसी भैलो कार्यक्रमको विकल्प स्वरूप यस वर्ष दीपावली साँझ कार्यक्रम आयोजना गर्न लागेको छ। तपाईको यो इंग्लिश पनि होइन, नेपाली हो। मजाले लेखिदिने र समय, स्थान र मिति त टक्कै लेख्नै परिहाल्यो जसरी भए पनि हो किन। अनि आयोजक अथवा यहाँ तपाईको आफ्नो नाम लेखिदिने। इक्जाममा यो केही कन्फ्युजै नहुनु। यति गरेपछि तपाईको निमन्त्रणा पत्र सकियो हो कि होइन? अब आज चाहिँ हामीले निमन्त्रणा पत्र कसरी लेख्ने सबै जाने। अब अर्को भिडियोमा चाहिँ म तपाईलाई शुभकामना पत्र कसरी लेख्ने भनेर सिकाउँछु है त। त्यसैले च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला है त। तपाईले बेल आइकन पनि दबाइदिनु होला र लाइक, शेयर, सब्स्क्राइब पनि गर्नु होला। अब हामी अर्को भिडियोमा चाहिँ के पर्छ भने शुभकामना पत्र कसरी लेख्ने भनेर जान्नेछौँ है त। ल आजलाई भिडियो यति नै गरौँ। हस्, थ्यांक यू।